हेलो एभ्रिवान, रेस्ट्रोएक्समा तपाईको एकाउन्टको पासवर्ड चेन्ज गर्नका लागि यो स्टेपहरू फलो गर्न सक्नुहुन्छ। सबैभन्दा पहिला रेस्ट्रोएक्सको लगइन पेजमा आउनुहोस्। अब आफ्नो फोन नम्बर या इमेल या गुगलबाट लगइन गर्नुहोस्। तपाईले रजिस्ट्रेसन जुन मेथडबाट गर्नुभएको थियो त्यही मेथडबाट अहिले पनि अगाडि बढ्न सक्नुहुन्छ। मैले फोन नम्बरबाट गरेको थिएँ, त्यही भएर फोन नम्बर राख्छु। त्यसपछि लगइनमा क्लिक गर्नुहोस्। अब पासवर्ड राख्ने सेक्सन आउँछ, त्यसमा फरगेट पासवर्डमा क्लिक गरिदिनुहोस्। त्यसपछि तपाईको रजिस्टर्ड फोन नम्बर अथवा इमेल अथवा जीमेलमा चाहिँ ओटीपी आउँछ। त्यो ओटीपी तपाईले यो बक्समा राखिदिनुहोस्। ओटीपी राखिसकेपछि सिस्टमले अटो रिडाइरेक्ट गरेर चेन्ज पासवर्डको पेजमा लैजान्छ र तपाईले यहाँ नयाँ पासवर्ड राख्न सक्नुहुन्छ। नयाँ पासवर्ड राख्दाखेरि 8 वा 8 भन्दा बढी क्यारेक्टर राख्नुपर्ने हुन्छ र त्यसमा एउटा अप्पर केस र एउटा नम्बर म्यान्डेटरी हुन्छ र यो क्राइटेरिया पूरा गरेर पासवर्ड राखिसकेपछि क्रिएटमा क्लिक गरिदिनुहोस्। अब यसपछि लगइन पेजमा रिडाइरेक्ट हुन्छ र त्यहाँ तपाईले आफ्नो डिटेल राखेर फेरि पनि लगइन गर्न सक्नुहुन्छ। जस्तै मैले फोन नम्बर राख्छु र त्यसपछि नेक्स्टमा क्लिक गरिदिन्छु र अब अघि बनाएको पासवर्ड राखेर लगइन गरिदिन्छु। यति भएपछि म सिस्टममा रिडाइरेक्ट हुन्छु। यसरी नै तपाईले नयाँ पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ।